सो अब हामी पढ्ने छौं आज डॉइचमा अल्फाबेट्सहरु। सो आज हामी पढ्ने छौं अल्फाबेट्स। यसलाई के भन्छ त्यसै जर्मनमा भन्छ यसलाई बुक्सताब। यसलाई हामी याद गर्न सक्छौं अल्फाबेट्सलाई भन्छ बुक्सताब। यसलाई म नेपालीमा लेख्दिन्छु बुक्सताब। बुक्सताब हामी यसरी सम्झिन सक्छौं नेपालीमा। सो यस्तै त्यसो भए टु स्पेलिङहरु भन्नु पर्यो भने टु स्पेललाई चाहिँ के भन्छ बुक्सताबेरेन है। यसलाई पनि हामी नेपालीमा पनि लेखौं बुक्सताबेरेन है। त्यसकारण यो कुरा हामी याद गर्न सक्छौं। हुन चाहिँ यो स्पेल गर्ने कुरा चाहिँ A1 मा तपाईलाई कहिलेकाहीँ नामहरु तपाईको नाम के हो त्यो नाम बुक्सताबेरियन मा भन्नुस् भनेर सोध्न सक्छ। त्यतिबेला बुक्सताबेरियन वर्ड को मिनिङ अझ हामी क्लियरली बुझ्ने छौं। तर स्टार्टिङमा हामी जस्ट अल्फाबेट बुक्सताब टु स्पेल बुक्सताबेरियन यति याद गरौँ।